सञ्चालकज्यू, यस कार्यक्रमका सभाध्यक्षज्यू र यस कार्यक्रमका प्रमुख अतिथिज्यू र यस कार्यक्रमका विशिष्ट अतिथिज्यू र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण महानुभावमा मेरो तर्फबाट सेवा नमस्कार। अब आज चाहिँ म अलिकति उमेर त गएको मान्छे हो, तर एउटा तपाईहरुलाई प्रेमिल मुक्तक सुनाउँछु। यस सर। त्यो मुक्तक त्यो मैले आफैले लेखेको हो, अल्लाहरेपनामा लेखेको मुक्तक हो। तपाईहरुलाई ठीक लाग्छ भने ठीक बन्नु होला, बेठिक लाग्छ भने बेठिक बन्नु होला। यस सर। कहिले भमराको भुनभुन सँगै सम्झन्छु, कहिले सारङ्गीको मिठो धुन सँगै सम्झन्छु, कहिले भमराको भुनभुन सँगै सम्झन्छु, कहिले सारङ्गीको मिठो धुन सँगै सम्झन्छु, पन्छाउन खोज्छु दिलको भित्री दराजबाट सक्दिन साँझ पख पोखिएको जुन सँगै सम्झन्छु। यो मुक्तक सुनाए। अब यो लोभ नपरेकोहरूलाई काम लाग्न सक्ला हो। त्यसै कारणले अब अर्को कुरा म के भन्न चाहन्छु भने आज चाहिँ अलिकति म ह्याबिट हाम्रो बानी बेहोराको बारेमा अलिकति कुरा गर्न चाहन्छु। हामी नेपालीहरूलाई के हुन्छ त भन्दाखेरि नगर्ने काम चाहिँ गरौँ लाग्छ के। जाँड खानुहुन्न भनेपछि जाँड खाऊ जस्तो लाग्छ, चुरुट पिउनुहुन्न भन्दाखेरि चुरुट पिउँ लाग्छ। सबै डाक्टर साहबले त चुरुट पिउनु हुन्न होला, तर कोही डाक्टर साहबले एक सर्टमा चुरुट पिएको कुनामा गएर मैले देखेको छु। अब त्यो सबै डाक्टर साहबलाई मैले भनिन क्षमा चाहन्छु। र अर्को कुरा के हो त भन्दाखेरि अब यो ठाउँमा चाहिँ हेर्नुहुन्न है भनेर सूचना टाँसिएको छ भने त्यहाँ चाहिँ खोतली हामी हेर्छौँ। त्यसै कारण यी बानीहरू चाहिँ यी आदतहरूलाई चाहिँ हामीले नितान्तै चेन्ज गर्नुपर्छ, हामीले नितान्तै बदल्नुपर्छ भन्ने मलाई लाग्छ यो आदतको बारेमा। त्यसै कारणले मैले चाहिँ मेरो पनि त्यस्ता बानीहरू आदतहरू होलान्, तर पनि के हो त भन्दाखेरि ती आदतहरू चाहिँ हामीले एकदम त्यहाँबाट चाहिँ अब आफूबाट निकालेर फाल्यौँ भने मात्रै केही प्रगति गर्न सक्दा रहेछौँ भन्ने अनुभव चाहिँ मैले प्राप्त गरेको छु। र अर्को कुरा के हो त भन्दाखेरि मैले तपाईँहरूलाई एउटा सुनाउन चाहेँ। म चाहिँ अलिकति यो हरेक कोणबाट दृष्टिकोणबाट मैले चाहिँ हरेक कुराहरू अध्ययन गर्छु। म नास्तिक मान्छे हुँ, तर पनि म हरेक धर्महरूको म सम्मान गर्छु। र म चाहिँ के हो त भन्दाखेरि सत्यवादी मान्छे हो, सबै धर्मको सबै जाति हरेक धर्म सम्प्रदायको म सम्मान गर्छु। र अर्को कुरा के हो त भन्दाखेरि लास्टमा मैले तपाईँहरूलाई एउटा कुरा के भने भन्दाखेरि म एउटा संस्कृतको विद्यार्थी पनि हो, संस्कृत साहित्यको विद्यार्थी पनि हो। त्यो चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि आकण्ठ जलमग्नोपि स्वालिहत्यव जिह्वया भनेको छ क्या। जस्तै कुकुरले चाहिँ के गर्छ भन्दाखेरि यो घाँटीसम्म डुबे पनि त्यही पानी चाहिँ जिब्रोले चाटिरहन्छ अरे के। त्यो पानी चाहिँ हामीले हटाउनु पर्छ। मेरो भनाइहरू यही समापन गर्न चाहन्छु। हस्त, धन्यवाद।